आज म के लिएर आएको थाहा छ? ओहो के हो थाहा छ यो? यस म जापान आएको समथिङ 5 मन्थ कोर्स भयो होइन। अनि मेरो बल्ल ह्यान्ड क्यास कामको पैसा आएको छ होइन। काम पाउन पनि कति गाह्रो क्या यो टोकियोमा होइन। ह्यान्ड क्यास त झन् एउटा ह्यान्ड क्यास काम भएपछि चाहिँ ठिकै हो नि, नत्र एउटा मात्र ब्याङ्क क्यास भयो भने त त्यसले त न खाना पुग्छ न घर पठाउने त चान्सै छैन। आफूलाई पुर्याउन पनि गाह्रो। एउटा काम गर्दा खाना पुग्दैन, दुईवटा काम गर भनेदेखि खाना भ्याइँदैन। बल्ल 2 दिनमा भर्खर अघि आएर खाना खाएँ होइन। धेरै नबोलौँ, पहिला यो हेरौँ न कति छ। सिक्का झर्दै छ अझै। सिक्काबाट स्टार्ट गरौँ है। 10, 20, 21, 22, 23, 24, 25, 25 रुपियाँको सिक्का। यो बुढोलाई पाउनलाई कम्ती मेहनत गर्नुपर्छ। यसको त नराम्रो आदत लागेको छ। 1 महिना काम गरेको एउटा यो बुढोलाई देखेपछि त्यो आफ्नो दुःख सबै बिर्सिन्छ क्या। कति छ गरौँ ल। 1, 2, 3, 4, 5, 6, 7, 8, 8 मान 80,000। 80 यो त यस्तो नयाँ नोट छ नि, दसैँमा टिका लगाउने पैसा हुन्छ नि, सेम त्यस्तै के। 1 आउँदैन 2, 3, 4, 5, 6, 7, 8, 9 पैसा गर्न आइन्जेन भन्नु होला होइन। तर यो नयाँ पैसा भएको भएर चिप्लियो कि गर्नु नै मिलेन। के भन्ने खोइ। यस्तै पैसा जम्मा पारेर आफ्नो सपना पुरा गर्नु छ। एक दिन अवश्य पुरा होला। बाजे मेरो सपना पुरा गर्ने तपाईँको जिम्मा है। यो चाहिँ मेरो फर्स्ट ह्यान्ड क्यासको पैसा हो ल। फर्स्ट टाइम पाएको है। कति खुसी लाग्यो नि। पोज दिए है।